कुन सपना लक्ष्यहरूलाई यदि चित्रण गर्न सक्नुहुन्छ भने कस्तो चित्र होला? यदि तपाईँ त्यो सपनाभित्र बाँचिराख्नु भएको छ, जिराख्नु भएको छ भने कस्तो लाग्छ? मानेकि गाडी किन्ने एउटा लक्ष्य छ र गाडीमा बसेर ड्राइभ गरिरहेको कल्पना गर्नुहोस् त कस्तो होला? गर्न सक्नुहुन्छ? त्यो गाडीको कलर पनि थाहा हुनु पर्यो, मोडल थाहा हुनु पर्यो, त्यो गाडीमा तपाईँ पनि हुनु पर्यो, तपाईँ कोसँग बसेर त्यो ड्राइभ गर्ने त्यो मान्छे पनि हुनु पर्यो त्यो गाडी। छेउमा श्रीमतीलाई राखेर ड्राइभ गरेको आइसक्यो। भेरी गुड। यदि घर हो भने त्यो घरभित्र तपाईँ कुन चाहिँ कोठामा बसिराख्नु भएको छ? कुन कलरको घर, कुन कलरको घर हो? यसरी चित्रण गर्नु। कुन डिजाइनको हो, कुन ठाउँमा हो, कति क्षेत्रफलमा हो, सबै स्पेसिफिक हुनु पर्यो। र तपाईँ क्राउन इन्भेस्टर हुँदै गर्दा तपाईँलाई यहाँ रिकगनाइज गर्दै गरेको तपाईँलाई स्टेजमा बोलाएर गुजबम आउँछ होइन? हो, यसको मतलब पक्का पाउँछ। हेर्नुहोस्, चित्रण गर्नुहोस्। ओके, चेयरम्यान साहबले तपाईँलाई बोलाएर 1000 जनाको बिचमा वेलकम टु आवर क्राउन एम्बेसडर मिस्टर और मिस। नाम त भन्नु पऱ्यो नि। यहाँ बिउ रोप्ने। ओके, अब यहाँ मोटिभेसन मात्रै गरेर हुँदैन, यहाँ बिउ रोप्नु पर्यो। यहाँ बिउ रोपेपछि त्यो प्रति हाम्रो हात खुट्टा पाइला चल्छ नि, त्यही गर्नुले गर्दा अब तपाईँले एकछिन चित्रण गर्नुहोस्। अब 2083मा के लक्ष्यहरू, त्यसलाई फ्यामिलीप्रतिको लक्ष्य होला, व्यापारप्रतिको लक्ष्य होला, समाजप्रतिको लक्ष्य होला, आफ्नो स्वास्थ्यप्रतिको लक्ष्य हुनसक्छ, नेटवर्कप्रतिको लक्ष्य हुनसक्छ। यो सबै युटर्नले तपाईँलाई सहयोग गरिरहेको एउटा चित्र हुनसक्छ। तपाईँ आफै त्यो भित्र हुनु पऱ्यो, तपाईँले जिरहेको हुनु पऱ्यो, तपाईँ त्यसलाई जीवित रूपमा त्यसलाई एक्सपिरियन्स गरिरहेको एकचोटि कल्पना गर्नुहोस्। ओके, र त्यसलाई लगेर हामी एउटा ठुलो पोस्टर जस्तो बनाउँछौँ। त्यसलाई कोलाज भन्छ अङ्ग्रेजीमा। के भन्छ? एउटा ठुलो पोस्टरमा टक 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 परिवारको, आफ्नो व्यापारको सबै हामी कोलाज बनाउँछौँ दिमागमा, बिउ रोप्छौँ। तर त्यसलाई के गर्नु पऱ्यो? देख्नु पऱ्यो, सुन्नु पऱ्यो, आफू त्यो भित्र बसेर अनुभूति गर्नु पऱ्यो। अहिले क्राउन एम्बेसडर मिस्टर एलपी बराल सिंह भारती अहिले नै त्यो चाहिँ तपाईँको जिलिङ्ग हुनु पऱ्यो कि